पहाडमा भित्र्याइएको इन्टरलोक्युटर आशाको संकेत कि भाजपाको चुनाव स्टन्ट। हाल पहाडभरि इन्टरलोक्युटरको आगमनलाई लिएर व्यापक चर्चा र बहस चलिरहेको छ। केन्द्र सरकारले इन्टरलोक्युटर नियुक्त गरेसँगै शङ्का, आशा र आरोप प्रत्यारोपका स्वरहरू एकसाथ उठ्न थालेका थिए। सबैको चासो एउटै थियो, इन्टरलोक्युटर कहिले पहाड आउँछन् र उनको वास्तविक भूमिका के हो त? अब इन्टरलोक्युटर पहाड आइपुगेका छन्। भाजपाको गठबन्धनमा रहेका विभिन्न राजनैतिक दलका नेताहरूले उनीसँग भेटघाट गरिरहेका छन् र ती भेटहरूलाई सकारात्मक रूपमा प्रस्तुत गरिएको छ। तर पहाडको सत्तासीन दल भागोप्रोमो तथा अन्य केही शक्तिहरूले भने इन्टरलोक्युटरको आगमनलाई भाजपाको चुनावी स्टन्ट मात्र भएको आरोप लगाएका छन्। 20 वर्षभन्दा लामो समयदेखि गोर्खाहरूले आफ्नो मुद्दाको समाधानको प्रतीक्षा गरिरहेका छन्। तर प्रश्न उठिरहेको छ कि चुनाव नजिकिँदै गर्दा मात्र किन इन्टरलोक्युटरलाई पहाड पठाइयो? आगामी 2026 को विधानसभा चुनाव नजिकिँदै गर्दा यसपल्ट भाजपाका लागि पहाड चुनाव जित्न सजिलो देखिँदैन। विगतका धेरै प्रतिबद्धताहरू अझै अधुरा छन्। यही कारण पहाडका जनतामा भाजपा प्रति सन्तोष बढ्दो छ। यसको अवस्थामा जनताको रुष्टता कम गर्न र मत आफ्नो पक्षमा पार्नका लागि इन्टरलोक्युटर पठाइएको हो कि भन्ने शङ्का स्वाभाविक रूपमा उठेको छ। वास्तवमा गोर्खाल्यान्ड मुद्दा नयाँ होइन। देशका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं सिलगढी आएर गोर्खाको सपना मेरो सपना हो भनी सार्वजनिक रूपमा भनिसकेका छन्। यसैले अहिले इन्टरलोक्युटर पठाएर गोर्खाल्यान्डको मुद्दा बुझ्ने प्रयास गर्नु धेरैका लागि देखावटी राजनीति जस्तो देखिएको छ। यद्यपि अर्को धारणा पनि छ कि विगतमा इन्टरलोक्युटरको प्रक्रिया मार्फत डिजिएचसी पछि जिटिए जस्ता व्यवस्थाहरू आएका थिए। यसैले यसपल्ट पनि कुनै न कुनै नयाँ प्रशासनिक व्यवस्था आउने वा गोर्खाहरूले केही हदसम्म न्याय पाउने सम्भावना रहेको तर्क पनि देखिन्छ। दार्जिलिङका जनताले गोर्खा मुद्दा केन्द्रसम्म पुर्याउने विश्वासका साथ भाजपाका सांसद राजु विष्टलाई 2 पल्ट जिताएर पठाइसकेका छन्। हालसम्म पहाडले 4 वटा कार्यकाल भाजपालाई समर्थन गरिसकेको छ। तर ठोस उपलब्धि नदेखिँदा जनतामा निराश बढेको बताइन्छ। इन्टरलोक्युटरको नियुक्ति र आगमनले यो प्रश्न पनि जन्माएको छ कि के राजु विष्ट गोर्खा मुद्दा केन्द्रसम्म प्रभावकारी रूपमा पुर्याउन असफल भए कि केन्द्र सरकारले बुझेर पनि नबुझेको झैँ गरेको हो? कतै नदिने बजैले आइतबार पनि बार्छिन् भने जस्तो त केन्द्र सरकारले गरेको होइन भन्ने विभिन्न प्रकारका प्रश्नहरू उठिरहेका छन्। समग्रमा भन्नुपर्दा इन्टरलोक्युटरको आगमनले पहाडमा आशा र शङ्काको मिश्रित वातावरण सृजना गरेको छ। अब सबैको मनमा एउटै प्रश्न छ के इन्टरलोक्युटरको नियुक्तिले पहाडले साँच्चीकै केही पाउनेछ कि यो केवल 2026 को चुनाव लक्षित भाजपाको अर्को चुनावी चाल मात्र हो? यो सबै समयले नै बताउनेछ।